दाइ पाउँछ नि त दाइ अहिले आएर तपाईले आफ्नै घरको मान्छे भन्न पनि लाज लागिसक्यो मलाई आज तपाईहरुको कारणले हाम्रो देउता जस्तो दाइले घर छोडेर जानु भएको छ जसले यो घरलाई जोडेको थियो आज त्यही मान्छेले आँसु बोकेर निस्केको छ तपाईहरुलाई अलिकता पनि पीडा लागेन छी दाइ आज तपाईहरुको यो स्वार्थ र झगडाले नै यस्तो दिन देखाए कि घरको सहाराले नै घर छोडेर गयो अब त तपाईहरुको बुढाबुढी खुब खुसी हुनुहुन्छ होला हैन तपाईले ठुलो दाइलाई रोहाएर जी सम्झिनु भयो होला तर यो त जिताइन परिवार टुटाएको पाप हो आज ठुलो दाइको पाइला यो आँगनबाट निस्केको छ याद राख्नुस् दाइ ठुलो दाइ सँगसँगै यो घरको सुख शान्ति पनि निस्केको छ हो नि बहिनी हामीले गल्ती गरेकै हो तर हामीले गल्ती गरे भन्दैमा यसरी घर छोडेर जान त नहुने हो नि घर हो सानो ठुलो झगडा त भइहाल्छ नि रिसको बेला बोलेको शब्दले यति दूरी बढाला भने मैले सोचेको पनि थिएन बहिनी फेरि दाइ त यो घरको अभिभावक हो तर यो घर दाइ बिना अधुरो सुनसान छ त्यो मलाई पनि थाहा छ गल्ती त हामी सबैबाट भग्यो हो परिवार फुटाएर होइन कि हामी सबैजना मिलेर सच्याउने बेला हो यो जसरी पनि दाइलाई फर्काउनु पर्छ यो घरमा चाहे मैले दाइको खुट्टा खोक्न किन नपरोस् त्यही भएर म भन्छु यो घरलाई पहिला त सुन्दर बनाउनु पर्छ भनेर हे रुबिना के चिन्ता गरिरा हे रुबिना तिम्रो दाइलाई म आफै हात माग्न आउँछु भनिरहेको छु त कति चिन्ता गरेको माया भनेको यस्तै हो रुबिना जति कठोर मन भएको मान्छे भए पनि मायाको अगाडि झुक्नै पर्छ हो तिम्रो दाइ रिसाउनु होला कराउनु होला तर मेरो प्रेम साँचो छ म पछि हट्नेवाला छैन बस तिमी मेरो साथमा भए पुग्छ संसारले जति विरोध गरे पनि तिमीलाई आफ्नो बनाउने सपना म छोड्ने छैन त्यसैले प्रेम डरले होइन रुबिना भरोसाले टिप्छ तिमीले मलाई भरोसा गर रुबिना म सम्मानको साथ हात माग्न आउनेछु तिमीले भनेको कुरा पनि ठिकै हो विशाल तर मेरो दाइ कठोर स्वभावको हुनुहुन्छ यति सजिलै हात दिनुहुन्छ जस्तो लाग्दैन मलाई आज भोलि अचम्म लागेको छ मलाई यतातिर तिम्रो माया उतातिर दाइको डर दोधारमा परेको छु म त तिमीप्रति मेरो माया साँचो छ विशाल तर कता कता दाइको डरले हाम्रो सपना टुट्छ भन्ने डर लागिरहेको छ कहिले कहिले सोच्दा लाग्छ हाम्रो प्रेम स्वीकार गराउन धेरै सङ्घर्ष गर्नुपर्छ होला तर तिमीले यति धेरै भरोसा दिलाएपछि मेरो पनि विश्वास पलाएको छ सायद यही विश्वास अड्डियो भने हाम्रो मायाको जित अवश्य हुनेछ जित अवश्य हुन्छ रुबिना अहिले म जान्छु तर एउटा कुरा तिम्रो हात माग्न चाहिँ म आफै आउँछु खोइ दाइको त फोन पनि लाग्दैन ला अब त झन् स्विच अफ पनि भन्छ सुन त बहिनी के हो दाइ मेरो भाउजू त घरमै छैन नि सबै सामान लिएर कता गएछ कता गएछ मैले के भन्नुहुन्छ दाइ हो नि बहिनी आज थाहा भयो कि आफ्नै दाइलाई पनि चोर दोष लगाएर ठुलो पाप गरेको रहेछु तेरो भाउजूको कुरा सुनेर मैले आफ्नै दाइलाई अपमान गरेछु अब हेर्न बहिनी आज आएर भाउजूले पनि घर छोडेर गयो आफ्नो कर्मलाई आफै उजाडे के गर्नु बहिनी धन सम्पत्ति जोगाउँछु भन्दा भन्दै आफ्नो दाइलाई घुमाएँ श्रीमती बचाउँछु भन्दा भन्दा आफ्नै इज्जत नै घुमाएँ अब हेर्न बहिनी म त एक्लो र खाली हात मात्रै भएँ जस्तो आफ्नो सम्झेको थिएँ उसले नै साथ छोडेर गयो जस्तो ठेस पुऱ्याएँ ऊ आफ्नो रगत थियो अब त्यो भएर मलाई आफ्नो सास पनि भारी भएको छ अब त म एक्लो भएको छु बहिनी म त्यही एक्लोपनले दिनदिनै मरिरहेको छु म
बरु म आफै मरेको भए यति पछि त मलाई देख्न पर्थेन होला। यस्तै हो दाइ, आज बाबुआमा पछिको हामीलाई हुर्काएको दाइलाई भाउजूको कुरा सुनेर चोर दोष लाउनु भयो होइन? आज उही भाउजूले छोडेर जाँदा कस्तो लाग्यो तपाईँलाई? हो दाइ, आफ्नो दाइलाई शङ्का गर्नुभयो, आफ्नो दाइको मन दुखाउनु भयो। आज तपाईँले के बोल्नु भयो? त्यही पछुतो र एक्लोपन त हो नि। धनको लोभ र श्रीमतीको कुरा सुन्दा तपाईँले आफ्नो घरको माया बिर्सिनु भयो। आज तपाईँको कारणले गरेर घर सुनसान छ र मन पनि रित्तो छ। तपाईँलाई थाहा छ दाइ, हामीले तपाईँलाई भगवान सरी मान्थ्यौँ, तर तपाईँले आफ्नो दाइलाई चोर बनाउनु भएन त। आज भाउजूले नि छोडेर जाँदा सत्य आफै बोलिरहेछ दाइ। समयले सबै देखाउँछ दाइ। आज तपाईँ रोइरहनु भएको छ, तर यो आँसु त्यो दिनको सजाय हो जुन दिन निर्दोषीलाई दोषी बनाउनु भएको थियो। अझै समय छ दाइ, फेरि पनि ठुलो दाइ फर्केर आउनु भयो भने तपाईँले माफी माग्नु पर्छ, नभए तपाईँलाई यो कुराले भित्रै सताउने छ। भयो बहिनी, मलाई सराप नदियो, त्यही माथि म एक्लो भएर बसेको छु। दाइ, तपाईँले सुरु गरेको बाटो त हो, पुरा गर्ने नगर्ने त्यो तपाईँको जिम्मा छ। हाई पूजा, हाई रविना, के छ तिम्रो खबर? मेरो त एकदम ठिक छ, अनि तिम्रो सुनाऊ? मेरो पनि ठिकै छ। सुन न रुबिना, म त उसको प्रेममा यति डुबिसकेँ कि उसको आवाज नसुन्दाखेरि दिन पनि अँधेरो लाग्छ। त्यसमाथि सुवासले फोनमा म तिमीलाई माया गर्छु भन्दा त मेरो मुटुमा कस्तो ढुक हुन्छ। तिमीलाई थाहा छ, उसले त मेरो हात समाएर कहिले साथमा छोड्ने बाचा गरेको छ। अब त म उसकै नाममा सपनाको संसार सजाउन थालेकी छु। म त सोचिरहेकी छु, सायद प्रेम भन्ने नै यस्तै रहेछ। उसको यादमा हाँसो नि आउँछ, आँखा नि रसाउँछ, मनले उसलाई मात्र खोजिरहन्छ। तिमीलाई थाहा छ, जब उसले मलाई भन्छ पूजा तिमी मेरो जीवन साथी हो भनेर, त्यति बेला लाग्छ मलाई मैले संसार नै जितेँ। त्यसैले म यो प्रेमको अनुभूति शब्दमा बयान गर्न सक्दिनँ रुबिना। अब त हाम्रो माया यति अगाडि बढिसक्यो कि मलाई विश्वास छ एक दिन हाम्रो यो प्रेम विवाहमा बदलिनेछ, एउटै बाटो हिँड्नेछ। हो र पूजा, तिमीहरूको प्रेम देखेर मलाई पनि खुसी लाग्यो। अनि तँलाई थाहा छ पूजा, विशाल मेरो हात माग्नलाई मेरो घर आउँदैछ अरे। अब त मेरो पनि तेरो जस्तै सपना पुरा हुने बेला आयो नि। र उसले पनि बाचा गरेको छ, बाजा गाजा सहित आएर हात माग्छु भनेर। साँच्ची भन्नु पर्दाखेरि अब त म उसको दुलहीको रूपमा देख्न थालेको छु नि। मेरो मन आजभोलि यति रमाउँछ कि हरेक हावाले प्रेमको खबर ल्याउँछ कि भनेर। त्यसैले अब त म सोच्दैछु हाम्रो प्रेम लुकाउने दिन सकियो। एक दिन विशाल मेरो घरमा आएर मेरो हात मागेपछि सबैलाई थाहा हुन्छ हाम्रो माया। पूजा, म त दिन गन्दै बसेकी छु। जब विशाल मेरो हात माग्न ढोकामा उभिनुहुन्छ, त्यो दिन मेरो जिन्दगीको सुन्दर दिन हुनेछ। ल न रुबिना, मेरो भन्दा पहिला तिम्रो बिहे भयो भने निनको दिन चाहिँ नबिर्स नि फेरि। भइहाल्छ नि, आफ्नो गाउँको मान्छेलाई कोही बिर्सिन्छ र? ल ल, म अहिले लाग्यो, पछि कुरा गर्दै गरौँला है। ल ल। दाइ, बरु मैले भनेको मान्नुहुन्छ भने आफ्नो दाइलाई खोज्न जानुहोस्। फेरि तपाईँको दाइ रिसले पो घर छोडेर जानुभएको त, मनले त टाढा जानुभएको होइन नि। फेरि आफ्नो दाइसँग रिस पालेर बस्नु भन्दा उहाँलाई फर्काएर ल्याउनु नै राम्रो कुरा हो।
अनि त हजुरलाई नि पछुतो ला होला ठुलो मान्छे घर छोडेर जाँदा कस्तो हुन्छ भन्ने कुरा बरु मैले भनेको मान्नुहुन्छ भने जानुस् आफ्नो दाइलाई खोजेर ल्याउनुहोस् अनि माफी माग्नुहोस् बहिनी मेरो दाजुलाई खोज्न जाऊ भन्छौ कहाँ जाउँ कुन बाटो समाउँ डरले मेरो मन थर 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 कामिरहेछ मेरो दाइ सानोतिनो कुरामा घर छोडेर जाने मान्छे त होइन अस्ति मेरो दाइको मैले यति मन दुखाएँ कि आफूले आफूलाई नै माफ गर्न सकिनँ तर यो सब मेरो बुढीको कारणले हो मेरो बुढीले दाइलाई चोर दोष नलगाएको भए यो अवस्था कहिले पनि आउनु थिएन बुझ्यौ मलाई दाइले मेरो बहुसरी माया गर्थ्यो आज त्यही दाइलाई मैले शङ्का गरेँ कसै गरी मेरो दाइ फर्केर आउनुभयो भने उहाँको अगाडि मैले मुख कसरी देखाउने होला तर ठिकै छ तिमीले मलाई हिम्मत दिएको छ म यसो समय मिलाएर खोज्न जान्छु है के हो देवी घर त पुरै सुनसान देखिन्छ त हो नि पूजा तैँले भने जस्तै घर त सुनसान छ दाजुभाइ बिच त्यो नकचरीले झगडा पारिदियो त्यसपछि दाइले घर छोडेर जानुभयो माइला दाइ पनि ठुल दाइको सम्झनामा रुँदै हुनुहुन्छ र ठुल दाइ सँगसँगै जेठी भाउजूले पनि घर छोडेर जानुभयो अब त लाग्छ यो घर होइन मसान घाट हो देवी तिमीले यो कस्तो कुरा गरेको आफ्नो घर कहिले पनि मसान घाट हुँदैन तिमीलाई त थाहा छ त देवी घरमा श्रीमती गतिलो भएन भने अशान्ति छाउँछ भनेर हो आज तिम्रो घरमा त्यही भएको त्यही त अनि पूजा पहिला यो घरको आँगनमा हाँसो गुन्दिन्थ्यो तर आज शून्यता मात्रै कराएर आएको छ आजभोलि त दाजुभाइ छुटिसकेपछि यो घरको मुटु नै चुरेको जस्तो लागिरहेछ मलाई बेबी आधी आएर रुख ढल्छ भन्दैमा जरै सकिने त होइन नि त्यसैले सम्बन्ध चिसिए पनि एक दिन न्यानोपन फर्किनेछ धैर्य त गर न खै पूजा धैर्यता त गर भन्छौ तर मलाई आफ्नो घर पनि परा जस्तो लाग्न थाल्यो पहिला त हाम्रो खुसी परिवार थियो तर अहिले त केवल पीडा र सम्झना मात्र बाँकी छ देवी दुःखले घर उजाड देखिन सक्छ तर घर कहिले पनि उजाड हुँदैन आफ्नो मन मात्र उजाड देखिने हो त्यसैले आफ्नो मनलाई सम्हाल यो आँगनमा एक दिन अवश्य खुसी फर्केर आउनेछ ल म त घाँस काट्न जानुपर्ने ढिला भइसक्यो अहिले म गएँ ल हुन्छ हेर्नु दाइ मलाई त्यसरी कुरा घुमाएर भन्न आउँदैन म सिधा बोल्ने मान्छे कुरा के भने नि दाइ म तपाईँको बहिनीलाई मन पराउँछु त्यही भएर म तपाईँको बहिनीको हात माग्न आएँ माया कुनै खेलबाड होइन दाइ म तपाईँको बहिनीलाई मनदेखि हृदयदेखि नै मन पराउँछु त्यही भएर यही बाचा गर्नलाई म यहाँ उभिएको छु फेरि म खाली हात माग्न आएको होइन दाइ जिम्मेवारी बोकेर आएको फेरि तपाईँको बहिनीलाई रानी बनाएर राख्ने अठोर छ ममा तपाईँलाई त थाहै छ प्रेम कुनै चोरिने कुरा होइन इज्जतको साथ माग्ने कुरा हो त्यसैले तपाईँको ढोका ढकढकाएर आशीर्वाद माग्न आएको नाइ नभन्नु है दाइ फेरि तपाईँको बहिनी मेरो लागि रहर मात्र होइन मेरो आधार पनि हो त्यसैले छाती खोलेर हात माग्न आएको छु दाइ तपाईँको निर्णयले दुई मुटुको भविष्य जोडिदिनुपर्छ त्यही भएर मेरो भरोसा गर्नुहोस् म यहाँ प्रेम मात्रै बोकेर होइन एउटा भरोसा बोकेर आएको छु चुप लाग तिमी हात माग्दैमा मेरो बहिनी कसैलाई जिम्मा लाउने खेलाउन होइन के ठाने छौ तिमीले मेरो बहिनी माग्ने साथ फुकालेर दिनेलाई गोर्खो भैँसी होइन तिमीले आफ्नो हैसियत आफैले हेरेछौ फेरि प्रेम गर्छु भन्दैमा कोही ज्वाइँ बन्नेवाला छैन मेरो बहिनीको जीवनको फैसला गर्नलाई यति सजिलो ठानेछौ तिमीले सम्झिराख गलत ढोकामा ढकढकाउन आएको छौ तिमी एउटा कुरा याद राख विशाल तिम्रो कारणले मेरो बहिनीको एक थोपा आँसु झर्यो भने तिमीहरूको मायाको कुरा चकनाचुर पारिदिन्छु त्यसैले बहिनीको हात समाउने अगाडि यो दाइको आँखामा हेरेर बोल्ने सिक
म मेरो बहिनीको रक्षकको लागि जस्तो सुकै जनावरसँग लड्न तयार छु, तर पछि हट्नेवाला छैन, बुझ्यौ? यदि तिमीले साँच्चै नै माया गर्छौ भने शब्दले होइन कर्मले प्रमाण देखाऊ, नत्र तिमी यो दैको अगाडि उभिने हिम्मत नगर। अहिले तिमी जान सक्छौ। समयसँग खेल्नलाई त ए पूजा कहाँ गएर आएको? कहाँ हुनु नि, त्यहाँ तल देवीको घरसम्म गएर आएकी। ए हो र? हो नि, सुन्न, अघि देवीको हालत देखेर त मेरो मन नै कस्तो भकानियो। बिचरा हाँस्ने र खेल्ने गरेर आज पीडा र आँसुमा डुबेको छ। अब हेर न, देवीको भाउजूले दुई दाजुभाइको झगडा पारिदिनु भएछ। बिचरा जेठो दाइले अपमान सहन नसकेर घर नै छोडेर जानु भएछ र उसको दाइ गएपछि खुसी र हाँसो पनि सँगसँगै गएछ। बिचरा अघि देवी रोइरहेकी थिए, भन्दै थिए घर नै तहस नहस भयो भनेर, र भाउजूले पनि अहिले त घर छोडेर जानुभयो अरे। बिचरा त्यो घरमा न त अहिले दाइ हुनुहुन्छ न त खुसी नै। म त भन्छु यस्तो पीडा कसैको घरमा पनि नपरोस् है। तर के गर्नु, कहिलेकाहीँ आफ्नै मान्छेको गल्तीले गर्दाखेरि घर नै उजाड हुँदो रहेछ साथी। अब त देवीको घर देखेर साँच्चै नै मेरो मन पोलिरहेको छ। त्यही त नि पूजा, कुरै बुझ्न गाह्रो। बुहारी भएर गइसकेपछि त घर पो सम्हाल्ने हो, बिगार्ने त होइन नि। फेरि तँलाई थाहै छ, घर जोड्न वर्षौँ दिन लाग्छ, तर फुटाउन एकछिन पनि लाग्दैन। यस्तो कुरा मान्छेहरू किन बुझ्दैनन् है? फेरि सासू दियो जेठाजु आफ्नै परिवार हुन्, फेरि आफ्नै परिवारमा आगो लगाएर कसलाई सुख मिल्छ? मैले बुझे अनुसार घमण्ड र स्वार्थले घर बिग्रिन्छ, माया र सहनशीलताले मात्र घर बाँधिन्छ। र यो कुरा सबैले बुझ्न जरुरी छ, होइन र पूजा? फेरि तैँले देवीको घरको कुरा गरिस्। देवीको घरको कुरा गर्दा मेरो पनि मन दुखेको छ। साँच्ची घरमा एउटाले नकारात्मक सोच राख्यो भने पुरै परिवार बर्बाद हुँदो रहेछ। त्यही त नि अमृता, नारी भएपछि त घरबार सम्हाल्नु पो हो त, कहाँ बिगार्ने हो त। ल अहिले म जान्छु है। बहिनी, मेरो अलि एउटा सानो काम परिरहेछ, भरे बेलुका आउँछु, बस्दै गर है। दाइ सुन्नु न। भन न बहिनी। दाइ, म तपाईँलाई एउटा कुरा भन्छु, नरिसाउनु है। के कुरा हो बहिनी, भन न। कुरा के भने नि दाइ, म विशालसँग बिहे गर्न चाहन्छु। उसले मलाई मनदेखि माया गर्छ र मैले पनि उसलाई आफ्नै जीवनसाथी मानिसकेको छु। फेरि दाइ, मैले प्रेमलाई खेलाउन सम्झेर भनेकै होइन, यो मेरो जीवनको निर्णय हो। त्यसैले म उबाहेक अरूको नाममा जिन्दगी सुन्दिन सक्दिनँ। त्यसैले तपाईँ मेरो दाइ हो, मेरो अभिभावक पनि हो। मलाई थाहा छ मेरो खुसी पक्कै हजुरले बुझ्नुहुनेछ। अब तपाईँ आफै भन्नुहोस् न, मैले त आफ्नो मन विशाललाई दिइसकेको छु। विशाल बाहेक अरू कसैले दिन सक्दिनँ। समाजको डरले प्रेमलाई मार्न पनि मिल्दैन नि दाइ, माया पाप पनि होइन नि। त्यसैले मन पराएको मान्छेसँग बिहे गर्न खोज्नु त्यो पनि अपराध होइन नि। र बहिनी भएर हात जोडेर भन्छु, मेरो जीवनको फैसला मेरो खुसीसँग जोडिएको छ। कृपया दाइ, मेरो प्रेमलाई सजाय नदिनु होला। चुप ला, आफ्नो मुख सम्हालेर बोल। त्यो केटासँग तेरो बिहे कदापि हुन दिन्न, यो मेरो अन्तिम निर्णय हो। जबसम्म यो दाइको सास चल्छ, दुश्मनको घरमा तेरो डोली उठ्दैन। अरू म दुश्मनसँग जुत्न परे जुत्छु, तर त्यो सम्बन्ध स्वीकार्ने छैन।
त्यसैले प्रेमको नाम लिएर खानदानको इज्जतमा दाग लाउने कुरो नगर तिमीले। ओहो, तैँले माया देखिस् होला। त्यो घरको असली रूप पहिले नै मैले देखिसकेको छु। त्यसैले मलाई आगोसँग खेल्ने सोच नबनाइदे, नत्र त्यो आगोले तिमीहरूको जीवन जलाइदिनेछ। त्यो तेरो दाजुको फैसला हो, ढुङ्गामा कोरेको रेखा जस्तै हो। चाहे संसार उल्टे पनि विशालसँग तेरो बिहे हुँदैन हुँदैन हुँदैन। दाइ सुन्नुस् त। भन त बहिनी। दाइ यसरी विगत सम्झेर कति दिन बाँच्नुहुन्छ र? एउटाले छोडेर गई भन्दैमा सबैको माया जुत्तो त हुँदैन नि। त्यसैले आफ्नो जीवन यसरी नरोक्नुहोस्, अर्को बिहे गर्नुहोस्। नै बहिनी, म बिहे गर्दिनँ। सम्बन्ध जोडेर टुटेका कुराहरू अब मैले भोगिसकेँ। मेरो अन्तिम बाटो भनेको विदेश जानु। अब हराएको माया कहिले पनि खोज्ने छैन। दाइ, हराएको मान्छेलाई फर्किने आशमा आफूलाई जलाउनु बुद्धिमान होइन। जो गयो उसलाई सम्झेर होइन, जो आउँछ उसलाई अपनाएर अब जीवन सजाउनु पर्छ। बहिनी, तिमीले सही भन्यो, तर मेरो मुटुले मानेकै छैन। माया साँचो थियो, त्यही भएर उसको याद मैले मेटाउन सकिनँ। त्यसैले बहिनी, मैले यही प्रेम लिएर बाँध्ने अठोट गरेँ। दाइ, प्रेम सम्झना हो भने जीवन पनि त जिम्मेवारी हो। घर परिवार भविष्य सबै सोच्नु पर्छ। एकचोटि धोका खाएर सारा संसारलाई दोष नदिनुहोस्, अर्को बिहे गर्नुहोस्। अब त बहिनी, बिहे कुराले खुसी होइन कि बिहे कुराले मलाई डर लाग्न थालेको छ। बरु त म बिहे गर्नुभन्दा पर्दा खाएर पसिना बगाउँछु। फेरि म सम्बन्धको जालमा बाँधिन चाहन्न। दाइ, पीडा बिर्सिन भागेर विदेश गए पनि तपाईँको मन यही त अडिएको। फेरि एउटा निष्ठुरी मान्छे छोडेर गयो भन्दैमा साँचो साथ दिने मान्छे पाउँदिन भन्नु पनि त होइन। अब बहिनी, मेरो अन्तिम निर्णय बदलिँदैन। अब बिहे होइन बहिनी, पहिला हराएको मायाको सत्य खोज्छु। त्यो त हो दाइ, तर म बहिनी भएको नाताले भन्दैछु, अतीतको चोट बोकेर नहिँड्नुहोस्। फेरि तपाईँ जस्तो मान्छे एक्लै बस्न होइन, कसैको जीवन सजाउन जन्मिएको। बहिनी, तिम्रो कुराले मेरो मन छोड्यो, तर अहिले मेरो बाटो भनेको प्रेमको खोज र परदेशको यात्रा हो। यदि मेरो भाग्यले साथ दियो भने मेरो हराएको मायालाई फर्काउँछु, नत्र भने उसको सम्झना नै मेरो साथी रहनेछ। बहिनी, म लाग्यो। हस् दाइ। पूजा, घाँस लिएर पो आएको? गाईलाई घाँस थिएन, त्यही भएर घाँस लिएर आएको। ए पूजा, त मेरो साथी हो, यस्तो कुरा गरी भनेर गाह्रो नमान है। बरु तैँले मेरो वचन राख्छस् भने मेरो दाइसँग बिहे गर्छ। तँलाई राम्रोसँग थाहा छ पूजा, मेरो दाइको जीवन उजाडिएको छ। तैँले साथ दिस् भने उज्यालो फर्किन्छ। ए पूजा, म तेरो मन दुखाउन त चाहदिनँ, तर मेरो दाइको कुरा बुझ्ने, दाइलाई सम्हाल्ने मान्छे तँ जस्तो चाहिन्छ हो। त्यसैले म तेरो साथी भएर यो आग्रह गर्दैछु म तँसँग। नै नभने पूजा, यो मेरो स्वार्थ होइन, मेरो दाइको बिग्रेको जिन्दगी बसोबास होस् भन्ने मेरो चाहना हो। त्यसैले तैँले मेरो दाइको आशा मातिस् भने म एकदमै खुसी हुनेछु। फेरि मैले यति धेरै कुरा गर्दा तैँले भन्नास् तेरो दाइ त पहिल्यैदेखि बिहे गरेर छुटेको मान्छे हो भनेर, तर उहाँको गति भन्दा पनि परिस्थिति दोष थियो। त्यसैले मेरो दाइले त्यो सब गल्ती भुलेर बाँच्न चाहन्छ र त्यो सब सहारा त बन्नु सक्छस् पूजा। फेरि मैले अरू साथी ठानेर कसैलाई यस्तो अनुरोध गरेको छैन, त आफ्नै घरको मान्छे ठानेर यस्तो कुरा गरेको पूजा। सक्छस् भने मेरो दाइको जीवनमा फेरि खुसी ल्याइदिए है। फेरि तैँले मेरो निर्धताको कदर गर्छस् भने एकपटक मन खोलेर सोध्छ। फेरि तैँले मेरो दाइलाई श्रीमान होइन, पहिले नै एउटा मन फुटेको मान्छे हो भनेर हेर। तै तेरो साथी यसको भाग्य पनि फेर्न सक्छन्। होइन है देवी, तँ यो के कुरा गर्दैछस्? म तेरो साथी हो, म तेरो दाइसँग कसरी बिहे गर्न सक्छु? त्यहाँ माथि म एउटा कन्या केटी, तेरो यो कुरा सुनेर त मेरो मन नै आत्तियो। फेरि तेरो दाइले त बिहे गरेर छुटेको मान्छे, म यस्तो जिम्मेवारी बोकेर कसरी उसको जीवनमा पसु? फेरि म त आफै बाध्यतामा परेकी छु।
हो देवी, म तँलाई इज्जत गर्छु, तर यो निर्णय कुनै खेलाची होइन। यो एउटा केटीको जिन्दगी हो, म यति सजिलै कसरी हो भनौँ। त्यसैले देवी, मलाई डर लाग्छ समाजले के भन्छ भनेर। फेरि म एउटा कन्ने केटी, बिहे गरेर छुटेको मान्छेसँग बिहे गर्न सजिलो छैन नि। हो, तेरो आँखामा तेरो दाइको पीडा म बुझ्छु, तर तिमीहरूको पीडा देखेर मेरो पनि मन पग्लिन्छ। फेरि तँलाई कस्तो परिस्थितिले यस्तो कुरा भन्न बाध्य बनायो होला भनेर सोची पनि रहेकी छु। त्यसैले देवी, म तँलाई तुरुन्तै उत्तर दिन सक्दिनँ। फेरि तैँले दिएको यो जिम्मेवारीले मलाई दोधारमा पनि पार्न थाले त। तर केही छैन, तेरो कुरा मनमा राखेर म एकचोटि सोच्नेछु। ल त अहिले म जान्छु। ल ल सोचेर चाहिँ भन है। ल ल। बहिनी के गरे यो सब गरेर मरेर माया पाइन्छ भनेर सोचेछस् कि क्या हो? फेरि हिम्मतवाला केटी त प्रेमसँग लड्ने हो, ज्यान फाल्ने होइन। त्यसैले हेर मेरो बहिनी, जब एउटा केटासँग बिहा गर्न पाइन भनेर मर्ने होइन के। फेरि तेरो खुसीको लागि मैले एउटा केटा मात्र होइन बहिनी, हजारौं केटाहरू खोजेको छु। तर दाइ, हजारौं केटा मध्ये मलाई खुसी दिने भनेको मेरो विशाल हो। है छोडी। बहिनी के रह्यो त? होसमा आइन्छ भनेपछि त होसमा आइन्छ न। होइन तैँले आमा बाको माया मेरो इज्जत देख्नस्। एउटा कुरा याद राख, तैँले यो विशाल भन्दा म तेरो दाइ हो। ठिकै छ, यदि तँलाई विशाललाई चाहिने हो भने मसँग आँखा जुझाएर बोल। म तेरो लागि संसारसँग लड्छु। तैँले यस्तो गरिस् भने म चुप लागेर बस्दिनँ। दाइ, तपाईँले हजारवटा केटा खोजे पनि मेरो मनमा बसेको विशाल हो। फेरि मेरो मन विशाल बाहेक अन्त फेरिएको छैन अर्को रोजनालाई। फेरि म मर्न खोजेको प्रेममा हारेर होइन, विशाल बिना बाँच्न नसक्ने पीडाले हो। बरु मलाई झापड हान्न सक्नुहुन्छ, रिसाउन सक्नुहुन्छ, तर मेरो मनबाट विशाललाई निकाल्न सक्नुहुन्न। त्यसैले दाइ, म तपाईँको अगाडि हात जोडेर भन्दैछु, मलाई धन दौलत ठुलोगर केही पनि चाहिँदैन, बस मलाई विशाल चाहिन्छ, ताकि उसको हातले मेरो सिउँदो सजियोस्। नाइ बहिनी, तेरो सिउँदो विशालको हातबाट रङ्गिएको म हेर्न सक्दिनँ, किनकि त्यो विशाल मेरो जय बन्न लायकको छैन। मलाई थाहा छ त्यो विशालसँग हाम्रो बसमदेखिको दुश्मनी छ। दुश्मनी रे? कस्तो दुश्मनी हो दाइ? त दुश्मनीको कुरा सुन्न चाहन्छस्? उसो भए ल सुन।